Hello guys, namaste, welcome back to my YouTube channel. म हो सुमी अनि यो चाहिँ मेरो छोरी शिवना. Happy New Year everyone. आज न्यू इयरको दिन हो. मेरो छोरीले Happy New Year. आज चाहिँ हामी उठेर नुहाइसक्यौँ, नुहाएर घर सफा गरेर अब पूजा गर्न रेडी छौँ है बेबी. अनि मेरो बेबीले कुर्ता लगाइदिएको अनि उसलाई यो बाला लगाइदिएको, त्यही भएर यस्तो गरिरहेको छु. उसलाई कम्फर्टेबल भएन जस्तो छ. उसलाई हामी लगाइदिँदैनौँ कि कहिले काहीँ मात्र लगाइदिन्छौँ. बेबीलाई कम्फर्टेबल भएन. आज चाहिँ न्यू इयरको दिन. अब के गर्ने भन्ने कुनै छैन. अनि है अब आज के गर्छौँ थाहा छैन. अब अहिले चाहिँ हामी बिहान उठेर फ्रेस भएर नुहाएर रेडी भएर बसेको छौँ. अब पूजा गर्न रेडी भएर बसेका छौँ. अब हेरौँ के हुन्छ हैन. अनि हाउ चाहिँ काममा गएको छ. हामी न्यू इयरमा सँगै हुन्थ्यौँ. यो पालि चाहिँ हामी छुट्टियो, केही छैन. यो पालि मेरो छोरी छे. अब बेबी अब फुल टिप्नु जाने हामी. ल फुल टिप्नु जाने ल, हिँड्नुहोस्. हाम्रो चाहिँ उता फुल छ, फुल टिप्नु जाने बेबी. ल कति राम्रो देखिरहेको भएको मेरो बेबी त. हामी चाहिँ फुल टिप्नु जाने. अब हाम्रो आफ्नै बारीमा फुल छ नि बेबी. यो चाहिँ हामीले तिहार सकेपछि रोपेको. अहिलेसम्म फुलिरहेछ फुल. अर्को तिहार आउनु लागिसक्यो. अहिलेसम्म फुलिरहेछ. नयाँ वर्षको शुभकामना. बेबी यता हेर न. आमै 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 बेबी. आमै 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 आमै. ल आउनुहोस्, ल आउनुहोस् बेबी, आउनुहोस्. यो ना ल ए बेबी. अब चाहिँ हामी पूजा गर्न रेडी हुँदैछु होइन. त्यही हो, आज न्यू इयरको दिन. बिहान उठ्यो, नुहाइधुवाइ गरियो, घर सफा भयो. अब पूजा गर्न लाग्यो गाइज. अब पूजा गर्दाखेरि कसरी गर्नु, एउटा हातले यसरी क्यामेरा पक्रेर यसरी कसरी पूजा गर्नु होइन. अब म पूजा गरेर भेट्छु त गाइज. मामाले पूजा गरिसक्यो. अब बेबी टिका लागि गर्ने. यता आउनुहोस् मेरो गुडिया. बेबी आउनुहोस्, आउनुहोस्. टिका लाउनु आउने. आउनु बेबी. ल ल के राम्रो देखियो. ह्याप्पी न्यू इयर. ह्याप्पी न्यू इयर. एकदमै हेल्दी होस्, ज्ञानी. ल ह्याप्पी न्यू इयर बेबी. बेबीको ह्याप्पी न्यू इयर. ल ल मामुले ल ल ल है बेबी. ल ल ल ल ल ढाले ढाले. ल आहै आहै. ल ल कसले दियो तिमीलाई बनाना बेबी? बनाना मेरो बेबीको एकदम फेभरेट हो बनाना. मैले चाहिँ नानीलाई प्युरी रेडी पारिदिइसकेको छु. यहाँ चाहिँ एप्पल, बनाना अनि स्ट्रबेरी, ब्लुबेरी अनि अलिकति दही अनि मिक्स गरेर अनि त्यसपछि खजुर मिक्स गरेर मैले यहाँ प्युरी बनाइदिएको छु. बेबी भोक लागेको बेबीलाई. यम्मी. सबै खाइसक्नु भयो. बेबीले सबै खाइसक्नु भयो. अब बेबी के गर्ने? बेबी के गर्नुहुन्छ ल? के गर्ने अब? खेली खेली गर्ने बेबी. अब बेबीले खाइसक्नु भयो. अब मामाले पनि खाने. ल मामाले खाने. ल ल बेबी. ल अब खेली खेली गर्नुहुन्छ. ल ओहो ए ल छोड्नुहोस्. ल हात दुख्छ. हजुर म बेबी भेट्दैन नि त्यत्रोमा त.
के खानु पर्यो, कपाल सुकाउनु पर्यो। अनि अब यस्तै भयो गाइज। न्यु इयरमा अब बिहान उठ्यो, नुहाइधुवाइ गऱ्यो, पूजासुजा गऱ्यो। अनि बेबीलाई यताउति यस्तै छ। बेबीलाई हेऱ्यो, बस्यो। यसपालिको न्यु इयर त्यस्तै भइहाल्यो। अनि हामी सँगै न्यु इयर मनाउँथ्यौँ, तर अब यसपालि त्यस्तै भयो। अबको काम छ आज, अनि त्यही भएर ऊ एकचोटि भोलि मात्र आउँछ। अनि केही छैन, मेरो छोरी छँदैछ नि मेरो साथमा। मेरो छोरी, मेरो ड्याडी हुनुहुन्छ। अब के गर्छु म देखाउँदै जान्छु है त हजुरहरूलाई। ल अब एकछिनमा भेट्छु गाइज। अनि यो चाहिँ मेरो पिम्पल्स आएको थियो कि गाइज, हेर्नु न यहाँ, अनि यहाँ हो यस्तो मात्र आउँछ, तर 1-2 दिन मात्र आउँछ। अनि फेरि यस्तो भइहाल्छ, अनि फेरि आफै हट्छ हप्ता दिनपछि। कति राम्रो बच्चा हो यो, कसको बच्चा हो यो? ल दिनुहोस् मामुलाई। मामु नो खानुहुन्न बेबी? गुड गर्ल, गुड गर्ल। ल हिँड्नुहोस्, ल हिँड्नुहोस्। अब हामी न्यु इयरमा घुम्न पनि जाने भनेर सोचेको थियौँ, प्लान गरेको थियौँ। के भयो प्लान गरेको, प्लान गरेर भने केही पनि हुँदैन। त्यही भएर प्लान गरेर हिँड्नुपर्छ। अनि हामी चाहिँ गोल्ड कोस्ट जाने भनेर सोचेका थियौँ, उता अस्मिता बहिनीहरू अनि तिम्रो भाइहरूसँग जाने भन्ने कुरा भएको थियो। तर अब हाम्रो चाहिँ मिलेन, त्यही भएर उनीहरू चाहिँ जाँदैछन्। केही छैन, उनीहरू रमाइलो गरेर आउँछ। अब हामी चाहिँ घरमै हुन्छौँ। अनि अब के भन्ने, यस्तै हो, यस्तै हो। अब सोचेको कुरा पुरा हुँदैन, कहिले पनि सोचे जस्तो हुँदैन। ठिकै छ, केही छैन। अब घरमै बसेर रमाइलो गर्ने न्यु इयरमा। गाइज न्यु इयरको दिन पनि दिनभरि सुत्यो, आमा छोरी हामी उठ्यौँ। अब उता ड्याडी पनि सुत्नु भएको थियो। हामी 3जना मात्र हो त घरमा, त्यही भएर सुत्यो नि बेबी, मजाले सुत्यौँ। अब चाहिँ हामी बाहिर जाने सोचिरहेछौँ। बाहिर रेस्टुरेन्टतिर यसो खाना जानु पऱ्यो, न्यु इयर यसो मनाउनु पऱ्यो नि त बाहिर गएर भनेर सोचिरहेको छौँ। अब गाइस यस्तै भयो मेरो न्यु इयर चाहिँ। हजुरको न्यु इयर कस्तो भयो प्लिज कमेन्ट गर्नु होला हैन। नेपालमा त एकदम रमाइलो भइरहेछ होला। नेपालमा त हो हिजोदेखि न्यु इयर भन्यो क्लबतिर ढुकचुक 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 हैन बेबी। मेरो त बेबी भइसक्यो, अब कहाँ जानु र क्लब हैन। अब मेरो बेबी भोलि पर्सि जान्छ न्यु इयर इभ मनाउन, न्यु इयर मनाउन नि बेबी। अनि मामु त बुढी हुन्छ नि, अनि मेरो बेबी नक्कल पार्दै जान्छ अनि छोटो छोटो लुगा लाएर। मामु सुत्यो खाली आएको चाहिँ। अब चाहिँ हामी सुतेर उठेको छौँ। अनि त्यसपछि अब बाहिर जाने ड्याडी, म, मेरो छोरी। अब एकछिन बस्ने अनि रेडी हुने, हामी जाने है बेबी नि। हस् जाने ल, हस् बेबी, मेरो बेबी। हामी चाहिँ रेडी भयौँ, हाम्रो फुल लुक्स। बेबीले यो लुगा लगाएको छ, बेबीको न्यू ड्रेस, मामुको न्यू ड्रेस। अब हामी घुम्न जाने ल। रेडी भइसक्यो, यहाँ ड्याडी हुनुहुन्छ। मेरो नाति ह्यापी न्यु इयर मनाउन जानु लाग्यो हामी 3जना। ल ल जाऊँ अब। ल लुली बोल्नु तपाईँ, म गाडी कुदाउनु पर्छ गाइस। म वाइ गएर मात्रै बोल्छु है। अब गाडी चलाउनु पर्छ नि त। अब चाबी मम्मीले देऊ, मम्मीले मम्मी चाबी। बेबी मान्दै मान्दैन होला। ल ल ल बेबी जाने हो, जाने अब जाने ल। अब जाने। हामी चाहिँ आइपुग्यौँ गाडी पार्किङ गरेर। अनि हामी चाहिँ ड्याडी नेपाली रेस्टुरेन्टमा खानुलाई एकदम एक्साइटेड। अब मेरो बेबी एकदमै एक्साइटेड। नयाँ वर्ष उपलक्ष्य हो बेबी। पानीपुरी हो बेबी। यता हेर के हो न बाबा बाबा के। ओहो पानीपुरी खाने, पानीपुरी खाने हो खाने। गाइस अब चाहिँ हामी चाहिँ घरतिर लाग्यौँ। हामीले चाहिँ न्यु इयर यसरी मनायौँ। तपाईँहरू कसरी मनाउनु भयो होइन, आजको ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नबिर्सिनु गाइस। ल बाई बाई गाइस, ह्याप्पी न्यु इयर, ह्याप्पी न्यु इयर।